नमस्ते दर्शकवृन्द, नेपाली सिरियल प्रेमी च्यानलमा तपाईलाई स्वागत छ। के सलिनाको नयाँ षड्यन्त्रले कान्छीको सिन्दुर पुछिने हो त? आजको भागमा हुनेछ ठुलो खुलासा। आजको कान्छी भाग 298 अत्यन्तै तनावपूर्ण, भावनात्मक र नाटकीय मोडमा अगाडि बढेको छ, जहाँ पैसाको लेनदेन र पुरानो रिसिभीका कारण कान्छीको जीवनमा अहिलेसम्मकै ठुलो सङ्कट आइलागेको छ। विशेष गरी मित दाइकी जेठी सासू र मित भाउजूले आफ्नो शक्ति र पैसाको घमण्ड देखाउँदै कान्छीलाई मात्र होइन, उनका श्रीमान सागरलाई समेत गुण्डाहरू लगाएर सिद्ध्याउने र ब्याजसहित पैसा नतिरे बर्बाद पारिदिने धम्की दिएपछि कथाले उग्र रूप लिएको छ। एकातिर कान्छी यो सबै षड्यन्त्रमा आफ्नै मित परिवार र जेठी सासूको मिलेमतो रहेको आशंका गर्दै सत्य तथ्य पत्ता लगाउन र आफ्नो श्रीमानलाई बचाउन दाइ र डम्बरसँग हार गुहार मागिरहेकी छिन् भने, अर्कोतिर अवसरवादी सलिनाले साउनी बन्ने लोभमा सरलाई आफ्नो बसमा पारेर कान्छीलाई घरबाटै निकाल्ने र उनको ठाउँ ओगट्ने कुरूप खेल खेलिरहेकी छिन्। कथामा अब आउने ट्विस्टहरू झनै भयानक र सोचिन सक्नुहुने देखिएका छन्। अबको भागमा कान्छीले आफ्नो दाइलाई मनाएर जब मित दाइको घरमा पुग्ने छिन्, त्यहाँ सलिना र सरको गोप्य भेटघाट र उपहारको आदान प्रदान भइरहेको अवस्थामा कान्छीले उनीहरूलाई रङ्गे हात भेटाउने सम्भावना छ, जसले सलिनालाई आफ्नै जालमा पार्नेछ। यता सागरलाई घेरेका गुण्डाहरू वास्तवमा जेठी सासूले नै पठाएको हो भन्ने ठोस प्रमाण कान्छीको हात लाग्नेछ, जसले गर्दा परिवारभित्रै ठुलो कानुनी लडाईँ सुरु हुन सक्छ। के कान्छीले यी सबै षड्यन्त्रकारीहरूका विरुद्ध प्रमाण जुटाएर सलिनाको असली अनुहार र जेठी सासूको लुटतन्त्रलाई सबैका सामु छर्लङ्ग पार्न सक्लिन्, या सलिनाले नयाँ चाल चलेर सरलाई कान्छीकै विरुद्ध भड्काएर फेरि अर्को विपत्ति निम्त्याउने हो? एकातिर आरती र युवक बीचको बढ्दो सामिप्यताले घरमा नयाँ तनाव थपेको छ भने, अर्कोतिर आमा र बुवाको घरभित्रको पिरलोले कान्छीलाई चारैतिरबाट घेरेको छ। यी सबै रहस्य र थप रोमाञ्चक मोडहरू जान्नका लागि आजको यो विशेष भागलाई अन्त्यसम्म हेर्न नभुल्नुहोला।